आज हामी एउटा यस्तो घटनाको बारेमा कुरा गर्दैछौं जसले पुरै विश्व राजनीतिलाई नै हल्लाइदियो। एकछिन सोच्नुस् त, एउटा शक्तिशाली देशले अर्को सार्वभौम देशमा सैन्य कारबाही गरेर त्यहाँको बहालवाला राष्ट्रपतिलाई नै पक्राउ गर्छ। हो, हामी कुरा गर्दैछौं संयुक्त राज्य अमेरिका र भेनेजुएलाको, जहाँ ठ्याक्कै यही भएको छ। आउनुस् यो सनसनाईपूर्ण घटनालाई अलि गहिराईमा गएर हेरौं। यो सबैको सुरुवात भयो एउटा यस्तो घोषणाबाट जसले संसारभरिका न्यूजरूमहरूमा खैलाबैला मचाइदियो। जनवरी 3 को बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोशल मिडियामा यो सन्देश पोस्ट गरे र यो एउटै घोषणाले विश्वलाई स्तब्ध बनायो। भेनेजुएलाका राष्ट्रपति अमेरिकी हिरासतमा छन्। अनि यो कुनै हल्ला वा राजनीतिक दाउपेच मात्रै थिएन। यो त एउटा देशले अर्को देशको सार्वभौम सत्तामाथि गरेको प्रत्यक्ष हमला थियो। अमेरिकी सेनाले भेनेजुएलाको भूमिमा पसेर त्यहाँका राष्ट्रप्रमुखलाई नै बन्दी बनायो। वास्तवमा यो घटनाले अन्तर्राष्ट्रिय कानून र कूटनीतिका सबै स्थापित मान्यताहरूलाई ठाडै चुनौती दिएको छ। घटनाक्रम यति छिटो भयो कि विश्वले केही सोच्न नपाउँदै सबै कुरा सकिसकेको थियो। सोच्नुहोस् त, बिहान 2 बजे हवाई हमला सुरु हुन्छ, 4:30 बजेभित्र मुख्य अपरेसन खत्तम, 5:30 बजे राष्ट्रपति ट्रम्पले संसारलाई खबर गर्छन् र 7 सम्ममा त मादुरो न्युयोर्कमा थिए। केही घण्टाको यो कारबाहीले ल्याटिन अमेरिकाको भू-राजनीतिलाई सधैँका लागि बदलिदियो। तर अब प्रश्न उठ्छ, असम्भव जस्तै देखिने यो अपरेसन आखिर सफल भयो कसरी? यो मिशन, जसको कोड नेम थियो अपरेसन एब्सोल्युट रिजल्भ, कसरी पूरा गरियो? ल, यसको भित्री कथातिर लागौं। यो कुनै हतारमा गरिएको छापा थिएन है। यो त महिनौं लामो योजना, गुप्तचरी र कडा अभ्यासको नतिजा थियो। अमेरिकी सेनाले जमिन, हावा र समुद्रबाट एकैपटक यस्तो समन्वित आक्रमण गर्यो कि भेनेजुएलाको सुरक्षा संयन्त्रले प्रतिक्रिया दिने मौकासम्म पाएन। अब यो अपरेसन कति ठूलो थियो भन्ने कुरा यो एउटा तथ्यले नै प्रश्न पार्छ। सुरुको हवाई हमलामा मात्र 150 भन्दा बढी विमानहरू सामेल थिए। लडाकु जेट, बम्बर, अत्याधुनिक ड्रोन, यिनीहरूको फौजले भेनेजुएलाको हवाई प्रतिरक्षालाई उठ्नै नसक्ने गरी निस्तेज पारिदियो। यो कारबाहीका लागि अमेरिकाले आफ्ना सबैभन्दा अब्बल योद्धाहरूलाई मैदानमा उतारेको थियो। सेनाको डेल्टा फोर्स, रातको अँध्यारोमा पनि उड्न सक्ने 160औं स्पेशल अप्स रेजिमेन्ट अनि एफबीआईको हस्टेज रेस्क्यू टिम, यस्ता एलिट युनिटहरूले मिलेर मादुरोलाई उनको आफ्नै निवासबाट उठाएका थिए। आक्रमणको रणनीति एकदमै स्पष्ट थियो, 2 पक्षीय। पहिलो, मादुरोलाई पकड्ने। दोस्रो, भेनेजुएलाको सेनालाई प्रतिक्रिया दिनै नदिने। यसकै लागि राजधानी कराकास वरपरका मुख्य सैन्य अड्डा, एयरबेस र सञ्चार केन्द्रहरूलाई सुरुमै निशाना बनाइयो र यसकै कारण भेनेजुएलाको सेनाले कुनै सङ्गठित प्रतिरोध गर्नै सकेन। तर यो आक्रमण अचानक भएको घटना भने होइन। यो त अमेरिका र भेनेजुएला बीच दशकौंदेखि बढ्दै गएको तनाव र दुश्मनीको विस्फोटक परिणाम थियो। आउनुहोस्, त्यो लामो र जटिल पृष्ठभूमिमा एक नजर लगाउँ जसले यो अवस्था निम्त्यायो। यो टाइमलाइनले देखाउँछ कि तनाव कसरी बिस्तारी बिस्तारी बढ्दै गयो। हेर्नुहोस् है, 2020 मा अमेरिकाले मादुरोमाथि नार्को टेररिज्मको गम्भीर आरोप लगायो। 2024 को विवादित चुनावपछि सम्बन्ध झनै बिग्रियो अनि 2025 मा अमेरिकाले भेनेजुएला वरिपरि नौसैनिक क्वारेन्टाइन लगायो, एक किसिमको नाकाबन्दी। यसैले नै अन्ततः 2026 को प्रत्यक्ष सैन्य हस्तक्षेपको बाटो तयार गर्यो। अमेरिकी आरोपहरूको केन्द्रमा एउटा रहस्यमय नाम छ, कार्टेल अफ द सन्स, नेपालीमा भन्दा सूर्यहरूको कार्टेल। अब यो नाम कहाँबाट आयो भन्दा भेनेजुएलाका उच्च सैन्य अधिकारीहरूको पोशाकमा हुने सूर्यको चिन्हबाट। अमेरिकाको दाबी के छ भने यो देशको सैन्य र राजनीतिक नेतृत्वमा रहेको एउटा यस्तो शक्तिशाली भ्रष्ट सञ्जाल हो जसले अन्तर्राष्ट्रिय लागु औषध तस्करीको पूरा साम्राज्य नै चलाउँछ। अब यो घटनामा 2वटा बिल्कुलै फरक कथाहरू छन्। एकातिर अमेरिकाको भनाइ छ कि मादुरो एक नार्को स्टेट अर्थात् लागु औषध व्यापारमा टिकेको राज्यका प्रमुख हुन् र यो अपरेसन अन्तर्राष्ट्रिय सुरक्षाकै लागि आवश्यक थियो। अनि अर्कोतिर भेनेजुएला सरकारको अडान के छ भने यो त अमेरिकाको साम्राज्यवादी आक्रमण हो। उनीहरूका अनुसार यसको वास्तविक उद्देश्य लागु औषधि होइन, भेनेजुएलाको विशाल तेल भण्डारमाथि कब्जा जमाउनु हो। यो टकराउमा पैसाको पनि ठूलो खेल थियो।
अमेरिकी सरकारले मादुरोको गिरफ्तारीमा सघाउने कुनै पनि सूचनाका लागि कति पुरस्कार राखेको थियो होला? 5 करोड अमेरिकी डलर अर्थात् 50 मिलियन डलर। सायद इतिहासमै पहिलो पटक होला कुनै बहालवाला राष्ट्रप्रमुखको टाउकोमा यति ठूलो रकम राखिएको। अब यो अपरेसनको असर भेनेजुएला र अमेरिकाको सीमामा मात्रै सीमित रहेन, यो त पूरै विश्वमा फैलियो र यसले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट रूपमा दुई भागमा बाँडिदियो। अब हेरौँ विश्वका प्रमुख शक्तिहरूले यसमा कस्तो प्रतिक्रिया दिए। सायद सबैभन्दा विवादास्पद र अचम्मलाग्दो बयान त स्वयं राष्ट्रपति ट्रम्पबाटै आयो। उनले के घोषणा गरे भने मादुरोलाई हटाएपछि उनीहरूको नजरमा उचित नयाँ सरकार नबनेसम्म अमेरिकाले नै भेनेजुएला चलाउनेछ। यो बयानले अमेरिकाको वास्तविक नियत के हो भन्ने बारे विश्वभरि नै गम्भीर प्रश्नहरू उठायो। दुवै देशभित्र पनि प्रतिक्रियाहरू एकदमै विभाजित थिए। भेनेजुएलामा के भयो भने सरकारले यसलाई अपहरण भन्यो, तर विपक्षीले चाहिँ यसलाई नयाँ युगको सुरुवात भनेर स्वागत गर्यो। उता अमेरिकामा पनि रिपब्लिकनहरूले यसको प्रशंसा गरे, तर डेमोक्राटहरूले चाहिँ यसको वैधानिकतामाथि प्रश्न उठाए। सडकमा विरोध प्रदर्शनहरू पनि सुरु भए। अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने विश्व लगभग 3 खेमामा बाँडियो। पहिलो खेमामा थिए अमेरिकी सहयोगीहरू जस्तै इजरायल र अर्जेन्टिना, जसले यो कदमको प्रशंसा गरे। दोस्रो खेमामा थिए अमेरिकाका परम्परागत प्रतिद्वन्दीहरू रूस, चीन, इरान, जसले यसलाई सार्वभौम सत्तामाथिको हमला भन्दै कडा निन्दा गरे। अनि तेस्रो खेमामा थिए बेलायत, क्यानाडा र फ्रान्स जस्ता देशहरू, जसले दुवै पक्षलाई संयम अपनाउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरे। यो घटना कति गम्भीर छ भन्ने कुरा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको एउटा भनाइले राम्रोसँग बताउँछ। उहाँले यसलाई खतरनाक नजिर भन्नुभएको छ। उहाँको चिन्ता के हो भने यसले भविष्यमा कुनै पनि शक्तिशाली देशलाई आफूभन्दा कमजोर देशमाथि यस्तै कार्यवाही गर्नका लागि एउटा गलत बाटो खोलिदिएको छ। मादुरो त पक्राउ परे, तर यो कथाको अन्त्य होइन। सायद यो त सुरुवात हो। त्यसो भए अब के हुन्छ त? भेनेजुएलाको भविष्य कतातिर जान्छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले विश्व व्यवस्थामा कस्तो असर पार्ला? आउनुहोस् अब यही विश्लेषणतिर लागौँ। भविष्य बुझ्नका लागि कहिलेकाहीँ इतिहासतिर फर्केर हेर्नुपर्छ। यो घटनाले सन् 1989मा अमेरिकाले पानामामा गरेको आक्रमणको ठ्याक्कै याद दिलाउँछ। त्यति बेला पनि लागु औषध तस्करीकै आरोपमा त्यहाँका शासक म्यानुएल नोरिगालाई पक्राउ गरेर अमेरिकामा मुद्दा चलाइएको थियो। निशाना, आरोप अनि नतिजा दुवै घटनामा अचम्म लाग्दो समानता छ। विश्वका ठूला मिडिया र विश्लेषकहरूले यो घटनालाई निकै गम्भीरतापूर्वक हेरेका छन्। जस्तै द न्यूयोर्क टाइम्सले यसलाई आधुनिक साम्राज्यवाद भनेको छ। द गार्डियनले त यसलाई अमेरिकी विदेश नीतिको पुटिनीकरण नै भन्यो, अर्थात् नियम कानूनभन्दा शक्तिको आडमा काम गर्ने प्रवृत्ति। तर सबैको साझा चिन्ता भने एउटै छ। यो कदमले भेनेजुएलालाई समाधान दिनुको साटो झन गहिरो र लामो अराजकतामा धकेल्न सक्छ। र अन्त्यमा यो घटनाले हामी सबैलाई एउटा निकै महत्त्वपूर्ण तर अप्ठ्यारो प्रश्नको अगाडि ल्याएर उभ्याएको छ। के हामी एउटा यस्तो नयाँ विश्व व्यवस्थातिर जाँदैछौँ जहाँ अन्तर्राष्ट्रिय कानून र देशको सार्वभौम सत्ताको कुनै अर्थ रहँदैन र जहाँ शक्तिशाली राष्ट्रको इच्छा नै अन्तिम सत्य हुन्छ? यो प्रश्नको जवाफ भविष्यले नै देला, तर यसले आउने दशकहरूको विश्व राजनीतिलाई पक्कै पनि आकार दिनेछ।